है साथीहरु, हामी बाटोले क्रस भइसक्यौँ है। बाटोले क्रस भइसक्यौँ। अहिले चाहिँ हामी हिँड्दैछौँ। हाम्रो अटो आउँदैछ, साथीले पठाइदिनु भयो। कति राम्रो झरना। राम्रो झरना कति राम्रो। हेर्दैछौँ, हाम्रो अटो आउँदैछ। हाम्रो कार्यक्रम चाहिँ आज घोडागाउँ जाने भयो। घोडागाउँको रातमाटा त्यहाँ एकछिन फोटो खिचिन्छ, भिडियो बनाइन्छ। हामी अटोमा चढ्यौँ है, घोडागाउँ जानको लागि अटोमा छौँ। सर र म्याडम यहाँदेखि तलपट्टि चाहिँ चतुर्भुज पर्छ।
ओह्रालो लाग्यो है, ओह्रालो ओह्रालो। अब के खोला थाहा छैन। किन आमा छोरी हामी घुम्न हिँडेको। रातमाटा भन्ने घोडागाउँको साझो रातमाटा भन्ने यो हिँडिरहेछौँ पुरा रमाइलो हरियाली गाउँ। ल हामी चाहिँ अटोबाट उत्रिसक्यौँ। अब चाहिँ साथी ल्याउन आउँदै हुन्छ तल। साथीसँग हामी एकछिनमा भेटघाट हुन्छौँ। आउन के गरेर त्यहाँ पाका खाएर टिब टिब यहाँ अम्बा पाका खाएर फेरि काँचो जस्तो देखिन्छ त। यहाँ यिनीहरूले अम्बा टिप्यो फेरि घोडागाउँको। तपाईँहरूतिर अम्बा भन्छ होला, हाम्रोतिर बेलौती भन्छ यसलाई। आऊ आऊ
अन्त काँच काँच रहेछ भने गुले त रहेछ साग बिहार है बाटो बिग्रिएर चाहिँ कता पारी त्यही भएर अटोले यहाँ झार्दै के गयो सायद तित्रीकै हो क्या हो खाडैमा गयो होइन यत्रो मुढो लाने ओतार्नु बनाउनु साथी भएर हेर्नु त खोला तलतिर आउनु भने त नि हामी त भर्खर आम नमस्कार साथी आइसक्नु भयो ठिक छ राम्रो आइपुग्नु भयो नि यो अहिलेको हाम्रो भूको अध्यक्षले उठाएर फालिदिएर हारिसके गइए एउटा निकालेर फालिदिएछ नि यो बाटो हाम्रो जाने बाटो हो क्या उताबाट नि जान्छ मेलहरू त खोलामा पनि यो खोलो फेरि माथि छ नि ल हामी साथी घर आइपुग्यौँ नमस्ते यो चाहिँ साथी घर आगे नि फाइनली आइपुग्यो है साथी घरमा यो चाहिँ हाम्रो साथीको घर अब हामी एकछिनपछि हिँड्छौँ र अब मैले चाहिँ घरको भ्यू ल्याउँदैछु यो चाहिँ हाम्रो साथी घर हो यहाँ घारी छ म त घारीबाट हिँड्दैछु घरको भ्यू देखाउँछु है हेर्नु पछाडि कस्तो छ कति राम्रो रङ रोगन लगाएर मजाले कति दामी गर्नु ल हामी साथी घरबाट निस्क्यौँ अब हामी चाहिँ पर रातमाटा भन्ने ठाउँमा जान्छौँ यहाँ साथी मेरो फ्यामिली सबै यहाँ आउँदै हुनुहुन्छ म चाहिँ अगाडि
कहाँ बाटो कता छैन त्यही छ ल नि घोडा गाउँको बिगुस कस्तो रमाइलो छ मौसम बहुत रमाइलो छ फेरि हामी यो भिडियो गर्ने बेलामा तलपट्टि पनि एकदम भिडियो राम्रो आउने भएछ क्या तलपट्टिको त राम्रो आइहाल्छ नि अहिले यहाँ त बारीभर झिलिङ आउने रहेछ पहिल्यैदेखि बिहान हान्नु भएको थियो नि नम्बर त्यो नम्बरमा पहिल्यैदेखिको सेभ नम्बरै छ मसित अब हामी यहाँदेखि बाटोमा निस्किन थालेको छौँ माथि अब बाटोमा गएर अनि त्यहाँदेखि अहिले पर फेरि त्यहाँ हामी त्यो चाहिँ एउटा भिडियो बनाउँछौँ फेरि टिकटकहरू के बनाउने त्यहाँ एकछिन भन्छ फोटो सेसन हुन्छ फेरि एकछिन अनि त्यसपछि फेरि बिस्तारै घरतिर पनि लागिन्छ ट्र्याक्टरले जोत्दैछ यहाँ माथि अहिलेको दुनियाँमा टेक्नोलोजी हो सबै पहिला गोरु हलो जुवा लिएर बाहिर जोत्नु पर्थ्यो अहिले ट्र्याक्टर आउँछ बाहिर जोतिदिन्छ अनि कति मिनट भयो ठ्याक्कै भनिदिन्छ सिद्धि हो त्यसपछि ए ट्र्याक्टरले जोतिरहेको छ अब ल हामी यता सहरको पसलतिर पनि आएर नानीले काँटा पनि किनिन् अब फेरि हामी निस्किँदैछौँ माथि आशा ब्युटी पार्लर एन्ड कस्मेटिक यो बाटो हिजो माथि हाम्रो छात्रावास पुरानो स्कुल यहाँ माथि छ गाविस पनि घोडा गाउँको छात्रावास पुरानो गाविस यहाँ माथि अनि मेन बाटो कुन हो त उकालोमा जहाँ कतै त्यस्तै हो अनि मेन बाटो कुन हो त यो बाटो यही हो मेन बाटो यो कस्तो भयो भने अहिले हाम्रो पसलवाला थियो नि यो पसलवाला बाटो सिधै पारि धार डाँडा जान्छ यो माथिबाट घुमेर पनि हुँ पारि धार जान्छ तर यो माथिको बाटो पास कसरी भयो भने बाहुनटोलले पहिला ठुल्ठुला यो गाउँको बाटोले क्यान्सल गराएर बाहुनटोलले आफ्नो घर भेट्ने भनेर यो माथि बाटो लए बाहुनटोलले सबै दाङ गइए र अहिले सरकारले पास गरेकोमा ढलाइ गर्नु पर्यो त्यस्तो भयो क्या अन्त मान्छे छैन माथि छैन अब मेन हिँड्छ यो बाटो फेरि गाडी अहिले त्यस्तो भएछ बस्ती तल छ बस्ती पुरै तल छ अनि माथिबाट किन जाने हो गाडी माथिबाट जान्न अब बाटो फेरि सरकारको बजेट पास भएको फेरि माथिको बाटो भयो क्या हामी चाहिँ पसलदेखि अलि ओर आइसक्यौँ बाटोमा छौँ है हामी दिनभरि साथीकोमा बसेर अनि भलाकुसारी गऱ्यो मिठो मसिनो गफसफ गऱ्यो खानासाना खाइयो अनि अब साथीसँग हाम्रो फ्यामिली फेरि उता रातामाटा भन्ने ठाउँतिर जाँदैछौँ हामी भिडियो सिडियो बनाइन्छ ठिक त्यहाँ पनि यसो फोटोसोटो खिचिन्छ हजुर हामी हिँड्दैछौँ है तल रातोमाटासम्म ल यति बेला हामी चाहिँ रातोमाटा आइपुग्यौँ ए मेरो फ्यामिली साथी यता हिँड्दै हुनुहुन्छ अब यहाँ टिकटक सिकटक बनाउने यताउता
गेटको नाम चाहिँ शहीद गेट रहेछ। यहाँ हामीहरू पहिलोचोटि आएको। यस ठाउँ चाहिँ रमाइलो रहेछ। यहाँ तपाईँहरू पनि घुम्न चाहनुहुन्छ भने यहाँ आउनु होला। घोडागाउँ यहाँ रातमाटा भन्छ। माटो नै रातो छ, त्यही भएर रातमाटा भने होला सायद। आज त हाम्रो फ्यामिली टुर छ। पहिला साथी घरमा गइयो, यहाँको घरमा। त्यसपछि चाहिँ अहिले फेरि यहाँ अब टिकटक र कार्यक्रम, अब हामी फर्किने तर्फमा पनि छौँ। अब टिकटक यताउता फोटोसोटो खिचिन्छ, अहिले भिडियो सिडियो बनाइन्छ। अनि त्यसपछि हिँडिन्छ यहाँदेखि मन्दिर। बिहान जुन अटोमा आयो त्यही अटोको दाइले हामीलाई यहाँ ल्याएर छोडिदिनु भयो। अब फेरि एकछिनपछि हामीले फोन गर्छौँ अनि यहाँदेखि फेरि त्यहाँ घरसम्म लगिदिनु हुन्छ। फेरि आज यता घोडागाउँतिर रातो माटोमा घुम्दाखेरि कस्तो लागिरहेको छ? सबैभन्दा एकदम आनन्द आइरहेको ठाउँ एकदम राम्रो। यहाँको वातावरण मौसम सबै राम्रो, खुसी लागिरहेको। हाम्रो म्याडम चाहिँ क्यामेरा देखेपछि अलि डराउनुहुन्छ। उहाँले छोटो मिठो शब्द बोलिदिनु भयो, त्यतिकैमा धेरै नै खुसी लाग्यो। यता छोरीको टिकटक चल्दैछ। यहाँको सिन होइन, यो गेरु जस्तै रातो माटो, यो एकदम राम्रो छ। माटो लाने हो नि हामीले, होइन? अरू केही भन्न छ? सब नेचुरल। कस्तो छ मौसम कति राम्रो छ? स्वर्गका जस्तै। स्वर्गका जस्तै रातो माटोमा स्वर्गका जस्तै होइन के ठाउँ है, कति राम्रो क्या। यो रातो माटो होइन, यो मौसम के चिसो मौसम के भन्नु। मान्छेहरू कतिको आउनु रहेछन् नि अलिअलि, होइन? टाढाबाट बाइक लिएर आउने हुन्छ, टिकटक बनाउने। धेरै राम्रो। म्याडमले यतिको बानी बोलिदिनु भयो, धेरै धेरै धन्यवाद। ठाकरा ठुरुक लाग्यो त अहिले कस्तो लाग्यो होइन? ल हामी चाहिँ फर्किसक्यौँ है साथी हो। हामी चाहिँ फर्किसक्यौँ घोडागाउँदेखि बाटोमा छौँ। उहाँ साथी अगाडि हुनुहुन्छ हामीसँग सँगै। ल लाग्यौँ हामी। ल ल है। ल साथीहरू हामी चाहिँ उत्रिसक्यौँ यहाँ सयमुरे उत्रिसक्यौँ। आजको भिडियो चाहिँ रमाइलो भइरहेको फ्यामिलीसँग। अब हामी उकालो लाग्दैछौँ यहाँदेखि। पुरा थकैले यत्रो परिरहेको छ। साथीहरू म चाहिँ अब घरको नजिक आइपुगेँ। अब चाहिँ अर्को भिडियोमा भेटौँला है। बाई 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 बाई।
सबैजनाले बाई बाई भने हामी